शोषित पीडित गरिब बस्तीहरूको कथा अनि धनवीर जस्ता दुखीहरूको व्यथा वेदनाको छाल छल्काउने व्यवस्थाहरूको यथार्थ छ। ओहो शिवदाई टाढै पुगेर आउनुभयो क्या हो? कहाँ जानु, यसो बैंकतिर गएर आएको। छोराले पैसा हालिदिएको रहेछ, फेरि आफ्नो पेन्सन पनि निकाल्नु थियो, त्यही निकालेर आएको नि। यसो बजारतिर गएको बेलामा किनमेल पनि गरेर यसो ल्याइहालेको। अनि बन्काइला कता हिँडिस् त? कहाँ जानु दाइ, यसो मेलतिर चिउरा कुट्न गएर आएको। ए त्यसो भए तैँले पनि चिउरा कुट्न लागिस्? यसपालिको दसैँ त तेरो घरमा पनि रमझमसँग मनाउने भइस् त। कहाँ आफ्नो हुनु, माथि ठुल्काजीले कुटेर ल्याइदिए भन्नुभएको थियो। अनि दाइ हामी जस्तो गरिबको दसैँ के रमझम हुनु? हेर केटा, वर्ष दिनको चाड, त्यसमाथि पनि बडा दसैँ आफू त तामझामका साथ मनाइन्छ। फेरि मैले त परिवारलाई सबै लत्ता कपडा सबै चाहिने कुरो लिएर आइसकेको छु। हेर त यहाँ मैले पनि माथि ठुल्काजी कहाँ काम गरेको छु। त्यो काम गरे जति पैसा आयो भने धुमधामले दसैँ मनाउने चाहिँ मेरो पनि मन छ है दाइ। को रहेछ यतै आउँदैछ त? त्यही भने होला नि, कोही मान्छे अब चाडपर्व आयो यतैतिरको कोही हुनसक्छ। ए यो त विकासे पो रहेछ त। शिवदाई नमस्कार। अनि के छ हौ बनकाइला? ठिकै छ मेरो नि। ए यो त सहर पसेपछि त निकै फेरिएर पो आएछ, झन्डै पो नचिनेको त। त्यही त भने सहर पसिसकेपछि त खाइलाग्दो पो भएछ केटो त। हो नि। तपाईँहरूको कुरा सुन्दा पनि हाँसै उठ्छ। अब यतिको ज्यान त हुनु परेको नि यो उमेरमा। अनि गाउँघरमा कतिको दसैँको चलपल हुँदैछ त? तिमीहरू जस्ता ठिटाहरू सहरबाट पैसा कमाएर गाउँ फर्केपछि पो चलपल सुरु हुन्छ त कि कसो बनकाइला? हो नि। ल त शिवदाई म त जानु पर्यो। ल बनकाइला अब घरतिर जानु पर्यो। ल त भरे भोलि भेटौँ न। अब दसैँको टिका आउनलाई कति दिन बाँकी होला? अब 7 दिन मात्र बाँकी छ दसैँको टिका आउन। घरमा चामलको एक दाना छैन। दसैँमा नयाँ लुगा चाहियो भनेर नानीले नि गनगन गरेको गरेछिन्। अब के गर्ने होला? है के पो गर्ने होला? म पनि छक्क परेको छु। जोसँग सापट माग्यो भने कसरी पत्याउने होइन? मेरो यस्तो हालत देखेर कसरी टार्ने होला, कसरी पुर्याउने होला? हिजो पल्लो गाउँको रामदाईकोमा जान्छु भन्नुभएको थियो, कुरा के भयो? भर्खर त्यहीँ पुगेर आयो त। अनि सापट दिने पैसा छैन अरे, उसैको किनबेल गर्नु छ अरे। म त फर्केर आएँ। अरू केही नभए पनि नानीलाई एक जोड लुगा त किनिदिनु पर्ने। ऊ नानी पनि आइपुग्यो। आमा बाबा, हामी दसैँको लागि खसी कहिले किन्ने? तलहरूको काकाले त यति ठुलो खसी ल्याएको छ नि। बाबा बाबाहरू पनि खसी किन्ने ल? हुन्छ छोरी, ल ल। आहा हाम्रो पनि दसैँमा खसी। बाबा लुगा नि किन्नु ल? ल ल भइहाल्छ नि। आमा सुन्नुभयो, बाबाले त मलाई लुगा नि किनिदिने रे अनि खसी नि किनिदिने। वाउ बाबा, खसी किन्ने बेलामा म पनि जाने है?
नानी खसी किन्ने कुराले कति खुसी भइन्। दसैँमा खसी किन्ने भनेर झुक्काको पनि 2-3 वर्ष भइसक्यो। के गर्नु त, आफू यस्तो छु, कमाउनु सक्दिनँ। जानु न एकपल्ट ठुलो काजीकोमा। पहिलेको दिन तिर्न बाँकी छ, तिर्न सकेका छैन। के भन्ने हो काजीले? हामी जसरी भए नि तपाईँको पैसा तिर्नेछौँ भन्नु न भएर, बरु कामै गरेर भए नि तिरौँला नि। हुन्छ नि त, एकचोटि काजीकोमा पुगेरै आउनु पर्यो। के भने तैँले चिउरा कुटाएर ल्याइस् त? काई साहब, मैले हिजो नै कुटेर ल्याइसकेँ। अब त्यसो भए भोलि तँ र म खसी किन्न माने दोकानतिर जानुपर्छ, बुझिस्? काई साहब, अनि तपाईँकै घरमा टन्न खसी छ त? हाम्रा खोरमा त साना साना छन्, कम्तीमा पनि 35-40 केजीको खसी चाहियो के? नमस्कार काजी साहब। नमस्ते। अनि तँ के कामले आइस् त? म त हजुरलाई नि भेट्न आएको। हामीलाई अप्ठ्यारो पर्दा, साह्रो गाह्रो पर्दा सहारा दिने हजुर नै हो। के कुरा हो सिधै भन्न, किन कुरा घुमाएर भन्छस्? दसैँको रौनक सबैतिर छाइसक्यो, पैसा नभएर यसपालि त हाम्रो दसैँ खल्लो होला जस्तो छ साहब। सिधै भन्न, पैसा चाहियो भनेर। ओ हजुर, दसैँ आइसक्यो, त्यही भएर केही खर्च दिनुहुन्छ कि भनेर आएको। तँलाई त म एक सुका दिन्न, अगाडिको हिसाबै बाँकी छ। हजुर, मलाई सबै थाहा छ। म सबै ऋण तिर्छु हजुरको। थपमाथि थप ऋण म तँलाई दिन सक्दिनँ। तैँले कसरी तिर्छस्? न तेरो खेतबारी छ, त्यसमाथि त यस्तो असक्त छस्, तैँले तिर्न सक्दैनस्। त्यसो नभन्नुहोस् न, म जसरी पनि तपाईँको ऋण तिर्छु। हजुरले पैसा दिनु भएन भने त मेरो दसैँ त साह्रै खल्लो हुन्छ। तँ जेसुकै भन्, तँलाई अब म एक पैसा दिन सक्दिनँ। त्यसो नभन्नुहोस् न काई साहब, म जसरी पनि तपाईँको ऋण तिर्छु। तँलाई म 1 रुपियाँ दिन्न भन्ने थाहा छैन? त खुलको गयो, उठेर गयो यहाँबाट। म जे जसरी भए पनि तपाईँको पैसा तिरिहाल्थेँ नि। म यस्तै भए पनि, काम गरेर भए पनि जसरी पनि तपाईँको पैसा तिरिहाल्थेँ नि। बाबा पहिलेको पैसा तिर्न सकेका छैन, ऋण दिएर मात्र यसलाई के गर्ने? योसँग सुन्न केही छैन। मलाई पनि काई साहब। भो तँलाई पनि काम गरे हिसाब चाहियो होला होइन? हजुर हो ठुलो काजी। ल तँलाई म भोलि पैसा दिन्छु। हस् काई साहब, म अहिले लाग्छु। हस् हुन्छ हुन्छ। ठुलो काजीकोमा जानुभएको होइन? पैसाको साँझो पाँचो के भयो त अनि? भएन, पुरानो पनि बाँकी छ, दिन्न भने। बाबा मलाई लुगा किन्ने होइन, अनि खसी किन्ने भने होइन, खसी खोइ पखाल नानी किनिदिनुहुन्छ नि। अनि कहिले सबै साथीहरूले नयाँ नयाँ लुगा लाउन थालिसके। नानीलाई पनि भोलि ल्याइदिन्छ। नानीलाई जसरी भयो नि लुगा किन्नु लाउने दाउरा लगेर गएको त। सबैको घर घरमा दसैँको रौनक छाइसक्यो, आफ्नो चाहिँ अहिले भात खाने चामल छैन। अरू केही नभए पनि यसलाई एक जोड लुगा त किनिदिनु परेन? मैले कहाँ नकिने भने हो र? पैसा भएको भएदेखि तँलाई, नानीलाई लत्ता कपडा उहिले ल्याइदिइसक्थेँ। छैन,
आफूसँग नभएपछि सोचेर मात्र नटर्ने रहेछ। जसरी भयो नि दसैँ त मनाउनु पर्यो नि। आउन पाहुना आउने होला, के खुवाउने होला। सुन्नु न, अस्ति सहरबाट विकास बाबु आउनुभएको रहेछ, त्यहाँ जानु न। उहाँ त हजुरको आफ्नै भाइ हो नि। आफ्नै भाइ भएर के गर्नु, मसँग नि त पैसा हुनु पर्यो नि। त्यसो नभन्न भाइ, 2-4 हजार भयो नि दिएन। तेरी भतिजीलाई पैसा नभएर एक सरो लुगा पनि हालिदिन सकेका छैन। यसो काम चलाइदिएन भाइ। कहाँ आउनु मसँग पनि पैसा? हिजो भर्खर गएर सबै किनमेल गरेर लिएर आएको छु। अब खसी पनि किन्नै छ। त्यसो भए पैसा नभएदेखि खसी काटेर मलाई यसो एक धानी जति मासु राखिदिनु त है। ए मासु त झन् पुग्दैन। अब आफूलाई मासु राखेर अरू बाँकी सबै टुङ्गो भइसक्यो, मासु त पुग्दैन। एक धानी चाहिँ जसरी भए पनि राख्दिनँ। म पैसाको जो भएपछि पैसा दिन्छु नि। कहाँबाट राखिदिनु एक धार्ने मासु तँलाई? अब आफ्नै दाइ हो, एक धार्ने त हुँदैन, 1 किलो चाहिँ राखिदिन्छु। ल मलाई अलि हतार छ, म गएँ। कता हिँड्छ बनकाइला? कता हिँड्नु नि, ठुलो काजी कहाँ? अनि तँ चाहिँ कता हिँड्या? ऊ त्यहाँ खत्री बाटोमा हिँड्या। हिजो खसी ल्याएको थियो, पैसा दिने बाँकी छ, त्यही भएर त्यहीँ हिँड्या। ए तेरो घरमा पनि खसी काट्ने भएछस् होइन? अब मलाई पनि 3 धार्नी खसीको मासु चाहिँ राखिदे। अहिले माथि ठुलो काजीले मलाई पैसा दिन्छु भनेको छ, दिएपछि म ल्याएर दिउँला। ल तैँले 3 धार्ने मासु पाउने भइस्, तर यो दसैँमा उधारो चाहिँ हुँदैन है। मेरो पनि काम गरे ठाउँबाट पैसा आउँछ, तेरो पैसा म खनी गनेर दिन्छु। के पिर गरे पैसा उता? ल 3 धार्ने मासु तँलाई पक्का राखिदिन्छु है त। ल अब लागौँ है त। पैसा चाहिँ लिएर आउनुपर्छ। ए दिइहाल्छु नि, के पिर गरे तेरो पैसा? ल नमस्कार दाइकाजी। ओहो शिबु भाइ, नमस्कार। कता हिँडिस् है शिबु भाइ? ए म यसो तपाईँलाई नै भेटौँ भनेर आएको नि। ल कुर्सी ल्याएर बसिए। त्यही बसेँ दाजु। आइहालिस्। त्यहाँ घरकाले चिया बनाएर राखिदिएका छन्, लिएर म पनि खान्छु, त पनि खा। ल समाउनुहोस्। ल चिया खा। सेलाइसक्यो कि? झन् सजिलो हुन्छ नि, पिउनु सजिलो। हेर्नुहोस् न दाजु, यसपालिको बाढी पहिरोले यतिसम्म गर्यो कि बजार भाउ चुलिएर आकाश पुग्यो। केही सामान छुनै सकिँदैन। अब बजार भाउ बढ्नु भने कुन चाहिँ नौलो कुरा हो त? नेपालमा भएका सबै युवा शक्तिहरू विदेश पलायन भइसके, कृषि गर्ने कोही पनि छैन, अनि सामानको भाउ बढ्नु कुन चाहिँ नौलो कुरा हो त? हो नि दाइ, सही भन्नुभयो तपाईँले। अनि सामानको भाउ नबढेर तेरो र मेरो भाउ बढ्छ त? मैले त दसैँको सामान सबै किनेर ल्याइसकेँ। अब किन्नुपर्ने केही पनि छैन, मात्र पकाउने, खाने, रमाइलो गर्ने, यस्तै हो। हुन त मेरो पनि ल्याउन बाँकी केही छैन। एउटा बोको घरमै छँदैछ। अब 35-40 केजीको एउटा खसी ल्याएर यो पालिको दसैँ त धुमधामले मनाउने हो नि। यत्रो वर्षदेखिको चाडमा पनि के को कन्जुसाइ गर्नु? खाए सर, लाए सर, मरेपछि लम्पसार। के चाहिँ मरिलानु छ र हो? सबै चिज ल्याइसकेँ। अब एक चिज चाहिँ बाँकी छ। यो चाहिँ हो त दाइ, यो चाहिँ उही त हो नि, खम्बा। ए खम्बा? आफूलाई त घरको रम्बाले मारिहाल्छ, बरु म पनि यतैतिर आउनु पर्ला रमाइलो गर्नु। भइहाल्छ नि मोरा, हामी दुईजनै बसेर रमाइलो गरौँला, मलाई पनि साथी हुन्छ। ल दाजु, अब चिया पनि खाइयो, अब सबै कुरा गरिहाल्यो, यताउति दुःख सुखको कुरा भइगयो। अब म त्यहाँ तल केटाहरू पिङहाल्ने कुरा गर्दै थिएँ, यसो म पनि त्यति लाग्छ है त। ल दाइ नमस्कार। ल
ल ल ल ल ल काई साहब त्यत्रो दसैँ जस्तो चाडमा यो 1500 रुपियाँले मैले के गर्नु? मैले तपाईँसित बढी पैसा पनि त भनेको छैन नि। मैले पाउने जति पैसा त दिनुहोस् न काई साहब। तेरो हिसाब जम्मा 16,000। अहिले यो 1500ले काम चलाउँदै गर, बाँकी हिसाब पछि गरौँला। काई साहब के कुरा गरे तपाईँले त्यस्तो? यत्रो चाडपर्वमा मेरा छोराछोरीलाई लुगा कपडा सबै यसैले किन्नुपर्छ, यहीँबाट पैसा आउँछ भनेर म बसिराखेको थिएँ। मलाई हुँदैन त्यसरी, तपाईँले अहिले दिनुहोस् मलाई। त्यति पैसाले तँलाई जति पनि पुग्छ, बाँकी हिसाब दसैँ पछि गरौँला। दसैँ पछि साँच्चै थाहा छैन मलाई, यतिले पुग्दैन, मलाई त अहिले चाहियो। के कुरा अरे यस्तो तपाईँले? पुगिहाल्छ नि यति पैसाले, के नै खर्च लाग्छ र तिमीहरू जस्तो नाथेलाई? मैले तपाईँसित भिख मागे हो र? मैले काम गरे पैसा पो मागे। यो 1500ले के नै आउँछ, के आउँछ भन्ठान्नु भएको छ तपाईँले? आउँछ आउँछ, एक साग मासु भात खान पुगिहाल्छ। तिमीहरूलाई त्योभन्दा बढी किन चाहियो? त्यही त हामी गरिबको चाहिँ चाडै होइन, हामीलाई चाहिँ दसैँ नै मान्नु पर्दैन? यत्रो वर्ष दिनमा आउने चाडमा हामीलाई पनि त रमाइलो गर्न मन लाग्छ, मिठो खान मन लाग्छ, अरूसित हिँड्न डुल्न मन लाग्छ। हाम्रो चाहिँ के मन होइन? लु भो, धेरै भाषण नगर। ल यो पैसा लिएर जा, बढ्ताको बोलिस् भने लात्ती भेट्छस् फेरि। यही दसैँको लागि भनेर घाम पानी पनि नभनेर काम गरेको थिएँ। यति पैसाले त मैले के गर्ने र? हामी गरिबको त रहरै होइन कि क्या? आज नआमी भइसक्यो, सबैको घर घरमा रमाइलो छ, आफ्नो त खै। आमा खोइ त हाम्रो खसी, अरूको घरमा सबैले खसी काटिसके, खोइ त बाबा। आमा बाबाले लुगा पनि किनिदिनु भएन, बाबा कहाँ जानुभयो? सबै साथीहरूले नयाँ नयाँ लुगालाई लगाएर रमाइलो गरिरहेछन्। नरौ न नानी, बाबाले ल्याइदिनुहुन्छ नरौ। खोइ त बाबा कहाँ जानुभयो? खै अघि पछि पिर परेको बेलामा त तल चौतारामा गएर बस्नुहुन्थ्यो। कस्तो गरिब भएर जन्मेछु, पनि खानेको घरमा दसैँको रौनक छाएको छ। तर हामी गरिबको घरमा चाहिँ दसैँ कहिल्यै दसैँ आएन, खुसीको दसैँ कहिल्यै आएन। यस्तै रहेछ दाइ, हामी गरिबहरूको जिन्दगी भने जस्तो सोचे जस्तो कहिल्यै पनि नपुग्ने। के दसैँ के तिहार हामीलाई कुनै साल पनि खुसीले दसैँ मनाउने दिन आयो। बिचरी छोरी बाबाले लुगा ल्याइदिनुहुन्छ भनेर कति आश गरिरहेको थिएँ, तर बिचरीलाई एक सरो लुगा पनि किन्न सकिएन। आफू अशक्त भएपछि कसरी पनि पत्याउने रहेछ, कसैले पत्याएन। सबै कुरा त पोनी खानीलाई मात्रै आउँदैछ, हामी गरिबलाई खै। हो रहेछ भाइ, हामी जस्तो गरिबलाई त वर्ष दिनको चाड पनि के आयो जस्तो, हामीलाई त के दसैँ के तिहार, दसैँ आउँदा पनि दस आयो जस्तो। वर्ष दिनमा आउने दसैँ सबैको घर घरमा आइरहेको छ, तर हामी जस्तो गरिबको घरमा कहिले आएन दाइ, कहिले आएन। बाबा तपाईँ किन रुनु भएको? बाबा बाबा मलाई लुगा पनि चाहिँदैन, खसी पनि चाहिँदैन, तपाईँ नरुनुहोस् बाबा। हामी गरिबलाई कहिल्यै पनि खुसीको दसैँ आएन दाइ, कहिल्यै पनि। हो भाइ, हामी गरिबलाई कहिल्यै खुसीको दसैँ आएन, कहिल्यै खुसीको दसैँ आएन।